दुःख आइपर्यो भने हत्तपत्त अर्को व्यक्तिलाई त्यो कुरा सुनाइ नहाल्नु रे, र सुनाउँदा त्यो स्थानमा मात्र सुनाउनु जहाँ समस्याको समाधान हुन्छ। यदि त्यो समस्याको समाधान हुँदैन भने त्यो ठाउँमा सुनाउनु र नसुनाउनु एउटै हो। अझ सुनायो भने के हुन्छ, त्यो व्यक्तिले सुनेर हजुरको मजाक बनाउँछ अरे, अरू 10 ठाउँ गएर भन्छ अरे। यहाँ भन्नुहुन्छ नारदजी, हत्तपत्त दुःखको सुखको कुरा शेयर गर्नु, सुखको कुरा जति हाँस्नुस् केही छैन, त्यो कुरा जति भने पनि हुन्छ अरे, तर दुःखको कुरा चाहिँ सकेसम्म सुनाउँदै नसुनाउनु रे। बुझ्नुभयो नि, यो शास्त्रले सिकाएको कुरा हो। कहिल्यै पनि घरमा कहिलेकाहीँ पति पत्नी घरमा झगडा हुन्छ, किन हुँदैन? भएन भने त्यो शंका छ फेरि। बुझ्नुभयो नि, हुनुपर्छ। दुईजना पति पत्नी बीचमा झगडा हुनुपर्छ, किन हुँदैन? हुनुपर्छ, थोरै थोरै सानो सानो। तर त्यो कुरा बाहिर गएर कसैलाई नभन्नु। र यदि घरमा कोही आयो भने पनि मुसुक्क मुस्कुराएर नै ढोका खोल्नु होला। हजुरको एकछिनको रिस, एकछिनको आवेगले हजुरले त्यो व्यक्तिलाई सुनाउनु त हुन्छ, एकछिनपछि हजुरको त ठिक हुन्छ घरमा, त्यो व्यक्तिले 10 ठाउँमा गएर कुरा गरिसक्छ। हो नि, बेइज्जत कसको भयो? इज्जत कसको गयो? आफ्नै गयो। यसकारण कहिल्यै पनि दुःखको कुरा चाहिँ दोस्रोसँग गर्दै नगर्नु रे। रही मन निज मन की व्यथा मन ही राखो कोई। यहाँ भन्नुहुन्छ सकेसम्म मनमा ही राख्नु। र कहाँ गएर भन्नु? एक ठाउँ छ भन्ने ठाउँमा भनिदिन्छु। भगवानको मन्दिरमा जानु, कोठामा, पूजा कोठामा रुँदै रुँदै भन्दा पनि हुन्छ, हाँसी हाँसी भन्दा पनि हुन्छ, भगवानलाई गाली गर्दै भन्दा पनि हुन्छ, प्रेमले भन्दा पनि हुन्छ। उसैले पठाएको उसैलाई सुनाउने हो। र उहाँले बोलेर उत्तर दिनुहुन्न। याद गर्नु ल, कहिले काहीँ नि हजुरलाई कसैले केही कुरा भनिहाल्यो भने मुखले उत्तर नफर्काउनु, धैर्य राख्नु। समयले जब उत्तर दिन्छ मिठो उत्तर दिन्छ, हेर्न लायक हुन्छ। याद गर्नु होला, समयले जब उत्तर दिन्छ नि त्यतिखेरको चाहिँ उत्तर हेर्न लायक हुन्छ एकदम। सहन गर्न चाहिँ गाह्रो हुन्छ, तर त्यो उत्तर उसलाई प्राप्त हुन्छ। यसकारण के भन्नुहुन्छ? भन्ने स्थानमा मात्रै भन जहाँ समस्याको समाधान हुन्छ। र यहाँ